डेलो आएको तर म आज डेलो चाहिँ यस्तै छ सोफा पिलरहरू बनाएको रहेछ तपाईँहरू सबले देखेकै होला तर कालिम्पोङदेखि बाहिर जो हुन्छ उनीहरूको लागि यो ब्लग चाहिँ होइन अन्त कालिम्पोङलाई जसले मिस गर्नुहुन्छ उनीहरूको लागि प्रसन्नवदना सौभाग्यदां भाग्यदां हस्ताभ्याम् अभयप्रदां मणिगणैः नानाविधैर्भूषिता। अब अर्को महिना चाहिँ होइन यसो माइक साइक किन्छु किनेर त्यहाँदेखि अझै दामी भ्लग बनाएर देखाउँछु नि तपाईँहरूलाई तर तपाईँहरूले सपोर्ट चाहिँ गर्नु पऱ्यो अलिअलि होइन अब हेरि चाहिँ दिनु पऱ्यो प्रसन्नवदना सौभाग्यदां भाग्यदां हस्ताभ्याम् अभयप्रदां मणिगणैः नानाविधैर्भूषिता। प्रसन्नवदना सौभाग्यदां भाग्यदां हस्ताभ्याम् अभयप्रदां मणिगणैः नानाविधैर्भूषिता। प्रसन्नवदना सौभाग्यदां भाग्यदां हस्ताभ्याम् अभयप्रदां मणिगणैः नानाविधैर्भूषिता। माथि चाहिँ हनुमानजी हुनुहुन्छ बिराज्नु भएको छ टुरिस्टहरू चाहिँ धेरै आएको रहेछ कालिम्पोङमा माथि एउटा सिडीबाट मान्छेहरू चढ्दै रहेछ अब तपाईँहरूलाई थाहा भएको कुरा हो होइन म त्यति साह्रो एक्सपिरियन्स चाहिँ छुइनँ भ्लग बनाउनु फर्स्ट टाइम बनाएको मैले बोल्नुमा अलिकति कतै केही गलतीहरू भइहालेको छ भने चाहिँ माफ गरिदिनु होला हो प्रसन्नवदना सौभाग्यदां भाग्यदां हस्ताभ्याम् अभयप्रदां मणिगणैः नानाविधैर्भूषिता। प्रसन्नवदना सौभाग्यदां भाग्यदां हस्ताभ्याम् अभयप्रदां मणिगणैः नानाविधैर्भूषिता। बौद्धा बुद्धैति प्रमाण पडवा कथेति नैयायिका आरण्याचितजन्य शासनरता कर्मेति मीमांसका सोऽयं भो विदधातु वाञ्छितफलं त्रैलोक्यनाथो हरि या श्री स्वयं सुकृतिनां भवनेश्वरलक्ष्मी पापात्मनाकृतर्यं हृदयस्सु बुद्धे
पण्डितजी कुन चाहिँ माताजी हो दुर्गा दुर्गा माता हो अब चाहिँ टिका सिका पनि लगाइहाल्यो हामी अब एक दुर्गाजीको वरिपरि चाहिँ दुर्गा माताजीको वरिपरि परिक्रमा गर्दैछ दाजु र म हो मान्छे चाहिँ म बुद्धिस्ट हो तर सर्वधर्म मान्छु अहिले चाहिँ हामी शिवलिङ्गको परिक्रमा गर्दैछ यता चाहिँ हाम्रो हुनुहुन्छ शिवलिङ्ग प्रसन्नवदना सौभाग्यदां भाग्यदाम् अब चाहिँ हामी हनुमानजीकोमा माथि जाँदैछ सिडी चढेर हनुमानजीको माथि जाँदैछ मङ्गल मूर्ति पनि भनिन्छ बजरङ्गबली पनि भनिन्छ अरू पनि हनुमानजीको त धेरै नामहरू होला तर मलाई चाहिँ थाहा छैन त्यस्तो हो तर मन चाहिँ सफाइ छ ताभ्याम् अभयप्रदा मणिगणैः नानाविधैर्भूषिता प्रसन्नवदना शीतलै छ कि तर पनि मलाई चाहिँ पुरा गरम भएको वेदर अलिकति खुल्ला भएको चाहिँ हो दामी देख्थ्यो भ्यूहरू पनि देख्थ्यो नि त डेलोबाट त आज मैले कतै देखाउनु पाएन भाग्यदां भाग्यदाम् हस्ताभ्याम् अभयप्रदा मणिगणैः नानाविधैर्भूषिता प्रसन्नवदना सौभाग्यदां 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 भाग्यदाम् हस्ताभ्याम् अभयप्रदा मणिगणैः नानाविधैर्भूषिता जस्तो त्यो मैसुरमा त्यो प्यालेस छ नि एउटा मैसुरमा त्यो राजाको प्यालेस छ कि टिपु सुल्तानको प्यालेस हो छ कि अन्त त्यसमा चाहिँ त्यो कहिले कहिले बत्ती बाल्छ नि महिनामा कि हप्तामा यस्तो कहिले कहिले एक दिन मात्रै बाल्छ नि त्यो दिन चाहिँ भयङ्कर भिड हुन्छ भरे तर डोनेसन बक्समा हाल्नु त्यहाँ बुद्धपाडामा चाहिँ नि हजुर
अब चाहिँ कालिम्पोङमा एकदमै टुरिस्ट सिजन छ। अब हाम्रो चाहिँ हनुमानजीको परिक्रमा पनि सक्यो। सबै यता बुद्ध भगवान्लाई पनि हामीले दर्शन गरिहाल्यो। बुद्ध भगवान्को पनि हनुमानजीको पनि गरिहाल्यो, सबैको गऱ्यो। अब चाहिँ हामी फर्केको।